भाग 19 वैज्ञानिक अनुसन्धान कसरी पढ्ने जडीबुटी विज्ञान नेपाल। नमस्कार साथीहरू, जडीबुटी विज्ञान नेपालमा फेरि स्वागत छ। अघिल्लो एपिसोडमा हामीले जडीबुटी बारेका भ्रम र वैज्ञानिक तथ्यबारे बुझ्यौँ। आज हामी एउटा महत्त्वपूर्ण प्रश्नको उत्तर खोज्नेछौँ। वैज्ञानिक अनुसन्धान भनेको के हो? रिसर्च पेपर भनेको कुनै विषयमा वैज्ञानिकहरूले अनुसन्धान गरेर प्रकाशित गरेको अध्ययन हो। तर एउटा अनुसन्धान मात्र हेरेर अन्तिम निष्कर्ष निकाल्नु उचित हुँदैन। वैज्ञानिकहरूले सामान्यतया धेरै अध्ययनहरूको परिणाम तुलना गर्छन्, त्यसपछि मात्र कुनै निष्कर्ष बलियो मानिन्छ। रिसर्च पेपर पढ्दा यी कुराहरूमा ध्यान दिनुहोस्। अध्ययन कसरी गरिएको थियो? कसरी सहभागी वा नमुना समावेश थियो? नतिजा के थियो? अध्ययनका सीमित के थिए? हाम्रो च्यानलमा हामी कुनै पनि जडीबुटीबारे जानकारी दिँदा सम्भव भएसम्म विश्वसनीय वैज्ञानिक अनुसन्धानलाई आधार बनाउने प्रयास गर्नेछौँ। हाम्रो उद्देश्य प्रचार होइन, प्रमाणमा आधारित शिक्षा हो। अर्को एपिसोडमा हामी सिक्नेछौँ क्लिनिकल ट्रायल भनेको के हो र किन महत्त्वपूर्ण हुन्छ। धन्यवाद। फेरि भेटौँला अर्को पाठमा।